सो हेलो गाइस, आज चाहिँ 28 तारिक मार्च 2026 को हामी 26 मा हामी यहाँ वर्षे है रोडोडेन्ड्रन सेन्चुरीमा हामी आएका छौँ र विशेष गरी आज चाहिँ हामी अलिक ब्याड लक भयौँ किनभने अलिकति हामी छिटो आइपुगेर फुल चाहिँ फुलेको छैन, जस्ट कोपिलाहरू चाहिँ लाग्दैछ, भर्खर टाइम हुँदैछ फुल्ने र तल तल कति ठाउँ त फुलिसकेछ। यो उकालो चाहिँ मेन यो वर्षेमा चाहिँ फुल्ने समय अलिक भएको छैन रहेछ र तपाईँहरू देख्न सक्नुहुन्छ फुलहरू त्यस्तो छैन। अनि यहाँ हाम्रो ग्रुप छ, हाम्रो यहाँ सबैजना ग्रुप छ, तर यति साह्रो मिठो मौसम है, यति साह्रो चिसो मौसम भइरहेको छ र एकदम दामी भइरहेको छ। मनको भाइ यो मौसमको लागि अलिकति एक दुई सन्देश। एकदम ठिक छ, हाम्रो लागि चाहिँ यो चाहिँ माथिबाट गड गिफ्ट हो, गड गिफ्ट। तर फुलको लागि के भन्नुहुन्छ? पर्दैछ यहाँनिर यस्तो हुनु चाहिँ कति राम्रो होला नि। हजुर, फुलको लागि त त्यो नेचरमा नोट गर्नु पर्यो नि त, हैन? हजुर हजुर, एकदम ठिक हो। हामी चाहिँ लकिली रहेछौँ, लकिली भयङ्कर हामी चाहिँ धर्मी रहेछौँ। जाउँ न, कहाँ जानु? 5 किलोमिटर छ तल डाँडा उकालो गयो नि झिल ए छुट्टिएको ठाउँ त्यहाँ चाहिँ कि त रिटर्न चौर छ। अबे त्यहाँ 5 किलोमिटर कहाँ जानु आइपुग्छ? त्यति नै तल हिँड्नु जति नै हुन्छ। हामी त हिँड्नु सकिन्छ कि। ल तपाईँ हामी फेरि पनि हाम्रो प्लानमा अलिक चेन्ज भएर हाम्रो अब भोजन हामी हिँड्यौँ है। अब हाम्रो भोजन कार्य चाहिँ माथि हुने भयो। कार्य हाम्रो प्लानमा अलिक चेन्ज भयो। हामी 15 तारिक उता सो सुन्नु भयो होला तपाईँहरूले, 15-10 देखि उता चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँ चाहिँ पुरै फुलेको हुन्छ, तर अहिले चाहिँ स्टिल फुलेको छैन। तर पनि हामीलाई आलुदम चाहिँ एकदम बोकिहालेको छ हो। आलुदम बनाउने चाहिँ उहाँ हुनुहुन्छ, आलुदम मेकर एन्ड सेफ हुनुहुन्छ। अनि हाम्रो ग्रुप यति नै हो, हामी लकी 6, हामी 6 जना जम्मा छौँ। अनि हामी अर्को प्लानमा हामी जाँदैछौँ, हामी अर्को ठाउँ। अब हामी बसेर केही लन्चहरू जस्तो हामी गर्नेछौँ। हाम्रो सेड्युल चेन्ज भयो अहिले जाँदै चेन्ज भयो। अब हामी ठुलो वर्षे भन्ने फेरि अर्को जग्गा हामी जानेछौँ। यहाँ हाम्रो क्यामेराम्यान फेरि अर्को हामी फर्क्यौँ है ठुलो वर्षतिर। हामी फेरि रिटर्न हुँदैछौँ। हामी 3 दिन बाद फर्किनेछौँ। यासा गुम्बा ल्याउने अरे बेचेर चाहिँ अब हामी आउँदैछौँ त्यही खर्चले। हामी चाहिँ अब लगभग हाम्रोमा कति बजे अहिले भन्दा 11:30 हुन आँट्यो। हाम्रोमा छ टाइम अलिक। हामी अब ठुलो वर्षेपट्टि, किनकि यहाँ फुलले अलिक हामीलाई समयले अलिक धोका दियो। ठुलो वर्षे हामी जाने योजनामा छौँ, तर हामी त्यसको लागि चाहिँ केही खाएर केही खानपिनहरू गरेर मात्रै हामी हिँड्नेछौँ। चौरी चाहिँ हेर्नुपर्ने हुन्छ। स्टे ट्युन गाइस। हाम्रो